हरेक मानिसको जीवनमा एउटा यस्तो यात्रा हुन्छ जहाँ पुगेर ऊ पहिलेको मानिस रहँदैन। आज बिहान निन्द्रा खुलेदेखि मन असाध्यै बेचैन छ। रातभरि खासै निदाउन सकेको पनि छैन। आँखा बन्द गर्न लाग्दा एउटै कुरो मनमा घुमिरहन्छ, आज म घर छाड्दैछु। धेरै वर्षसम्म यही आँगनमा हिँडेको, यही घरको छानो मुनि हुर्किएको, यही गाउँको धुलोसँग खेल्दै बिताएको मेरो जीवनमा आजबाट नयाँ मोड लिँदैछ। झ्याल खोलेर बाहिर हेर्छु, डाँडा माथिबाट घाम बिस्तारै उदाउँदैछ। हावामा बिहानको चिसोपन अझै बाँकी छ। टाढाबाट गाई बस्तुको घन्टी सुनिन्छ। गाउँका केही मानिसहरू खेततिर लागिसकेका छन्। सबै कुरा हिजो जस्तै देखिन्छ, तर आज मेरो मन भने हिजोको जस्तो छैन। आज म हिँड्दैछु, कहाँसम्म पुग्छु, कस्तो जीवन पर्खिरहेछ केही थाहा छैन। यति मात्रै थाहा छ, आज म घर छोड्नै पर्छ। ओछ्यानबाट उठेर बिस्तारै आँगनमा निस्कन्छु। आँगनको कुनामा रहेको पुरानो रुखतिर हेर्छु। सानो हुँदा यही रुखमा डोरी बाँधेर पिङ खेल्थेँ। दसैँ आउँदा यही आँगन हाँसोले भरिन्थ्यो। अहिले सबै कुरा उस्तै छ, तर मनले भने ती दिनहरूलाई बिस्तारै बिदाई गरिरहेको छ। भित्तामा हात राख्दै केही बेर चुप लागेर उभिन्छु। किन हो कुन्नी घरका निर्जीव भित्ताहरू पनि आज मलाई रोक्न खोजे जस्तो लागिरहेका छन्। घर बोल्न सक्ने भए सायद भन्थ्यो होला, अलिकति अझै बस न। भित्रबाट आमाको आवाज आउँछ, बाबु उठिसक्यौ, चिया तयार छ। म केही नभएको जस्तो गर्दै आमाले कपमा चिया हालेर मेरो अगाडि राखिदिनुहुन्छ। उहाँको अनुहारमा मुस्कान छ, तर त्यो मुस्कानभित्र लुकेको चिन्ता मैले सजिलै देख्न सक्छु। उहाँ धेरै बोलिरहनु भएको छैन। सायद धेरै बोल्नुभयो भने आँसु रोक्न सक्नुहुन्न भन्ने डर पनि होला। म पनि चुपचाप चिया पिउँदै बसिरहेको छु। हाम्रो बीचमा शब्दभन्दा धेरै मौनता बोलिरहेको छ। बुबा ढोका बाहिर बस्नु भएको थियो। उहाँले सधैँ जस्तै बिहानको पत्रिका हातमा लिनुभएको छ, तर मैले धेरै बेरदेखि हेर्दैछु उहाँले एउटा पाना पनि पल्टाउनु भएको छैन। उहाँको ध्यान पत्रिकामा होइन, कतै टाढा गइरहेको हुनुपर्छ। म उहाँको छेउमा गएर बस्छु। केही क्षण हामी दुवै केही बोल्दैनौँ। त्यसपछि उहाँले बिस्तारै भन्नुहुन्छ, जहाँ गए पनि आफ्नो इमान कहिल्यै बेच्नु हुँदैन। पैसा फेरि कमाइन्छ, इज्जत एकचोटि गयो भने कहिल्यै फर्किँदैन। म टाउको मात्रै हल्लाउँछु। त्यो वाक्यले मेरो मनमा कति ठुलो जिम्मेवारी राखिदिएको छ उहाँलाई पनि थाहा छैन, मलाई पनि शब्दमा भन्न आउँदैन। कोठाभित्र मेरो झोला तयार पारेर राखिएको छ। धेरै सामान छैन, केही कपडा, केही कागजपत्र, एउटा पुरानो डायरी, परिवारको एउटा सानो फोटो र आमाले हिजो बेलुका बनाएर राखिदिनु भएको सेलरोटी। झोला बन्द गर्न लाग्दा आमाले फेरि खोलिदिनुहुन्छ। यो पनि राख भन्दै एउटा सानो डब्बा राखिदिनुहुन्छ। बाटोमा भोक लाग्ला म हाँसिदिन्छु। आमा, बाटोभरि होटल हुन्छ नि। उहाँ भन्नुहुन्छ, होटलको खाना जहिले पनि आफ्नो घरको जस्तो हुँदैन। त्यो सुनेपछि मेरो हाँसो आफै हराउँछ। साँच्चै अब कति दिनसम्म आमाको हातको खाना नपाइने हो। मैले खाना पाइँदैन होला। घडीतिर हेर्छु, समय धेरै बाँकी छैन। बाहिर गाडी आउने खबर आइसकेको छ।
गाउँका केही आफन्तहरू पनि बिस्तारै आउन थाल्नु भएको छ। कसैले शुभकामना दिनुहुन्छ, कसैले मेहनत गर्न भन्नुहुन्छ, कसैले पैसा कमाएर छिट्टै घर बनाउनुपर्छ भनेर सम्झाउनुहुन्छ। सबैको आफ्नो आफ्नो अपेक्षा छन्। म सबैको कुरा सुन्दै मुस्कुराइरहेको छु, तर मनभित्र एउटा मात्रै प्रश्न घुमिरहेको छ, के म साँच्चै सबैको भरोसा पुरा गर्न सकुँला? आँगनमा उभिएर अन्तिम पटक वरिपरि हेर्छु। यही बाटो हुँदै म विद्यालय जान्थेँ, यही बाटोबाट मेलापात जान्थेँ, यही बाटो हुँदै साथीहरूसँग हाँस्दै हाँस्दै घर फर्किन्थेँ। आज भने यही बाटोले मलाई गाउँभन्दा धेरै टाढा पुर्याउँदैछ। बाटो त उही हो, तर यात्राको अर्थ फेरिएको छ। टाढाबाट गाडीको आवाज सुनिन्छ, धेरैको ध्यान एकैचोटि बाटोतिर जान्छ। मेरो छाती एक्कासी भारी हुन्छ। गाडी बिस्तारै घर अगाडि आएर रोकिन्छ। चालकले झ्याल खोलेर मेरो नाम सोध्छ। मैले हल्का स्वरमा म नै हो भनेर जवाफ दिन्छु। त्यति सुन्नासाथ आमाले झोलाको पट्टा समातेर एकछिन छोड्नै सक्नुहुन्न। उहाँको हात काँपिरहेको छ। म बिस्तारै झोला लिन खोज्छु। उहाँले मुस्कुराउने प्रयास गर्दै भन्नुहुन्छ, धेरै चिन्ता नगर, हामी सबै ठिक हुन्छौँ, तिमी आफ्नो ख्याल राख। मैले झोला काँधमा हाल्छु। आँगनको बीचमा उभिएर एकपटक घरलाई हेर्छु। यो दृश्य मनमा जति सकेसम्म गहिरो गरी राख्न खोजिरहेको छु, किनकि फेरि कहिल्यै यस्तै बिहान देख्न पाइन्छ भन्ने कुनै निश्चितता छैन। बुबाले मेरो काँधमा हात राख्नुहुन्छ। त्यो हातमा शब्द छैन, तर हिम्मत छ। आमाले निधारमा टीका लगाइदिनुहुन्छ। म उहाँको हात समात्छु, केही भन्न खोज्छु, तर आवाज घाँटीमा अड्किए जस्तै हुन्छ। गाडीको ढोका खुल्ला छ। अब एक पाइला अगाडि बढाएपछि फर्केर उही जीवनमा जान सकिँदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ। मैले गहिरो सास फेर्छु, लामो सास फेर्छु, झोलाको पट्टा अझ बलियोसँग समात्छु र बिस्तारै गाडीतिर पाइला चाल्न थाल्छु। मेरो पछाडि घर छ, अगाडि अपरिचित बाटो, बीचमा म उभिएको छु। मैले गाडीको ढोकामा हात राख्छु।